ठेकिनु कसैले बामाको दुबईको के भयो के भयो पन्छे बाजाले भन्ने गर्छन् त बुवाआमासँग बस्दो रहेछस् भन्छन्। मलाई लाग्छ म बुवाआमासँग होइन, बुवाआमा मसँग होइन, म चाहिँ बुवाआमासँग बसिरहेको छु। दिया साइली सिरमा सिरबान्दी मेरो घर गुल्मी आँपचौर भन्ने खरबाङ हो। 2032 सालमा विवाह भएको। अहिले 50औं वर्ष लागेको आज उपलब्धिमा विवाह 50औं वर्षको यो विवाहमा आज उपस्थित भइएको छ र सब निम्ताहरू पनि आएर उपस्थित भइदिनु भएको छ। हाम्रो दाजुभाइ दिदीबहिनी भान्जा भान्जी सबै आएर उपस्थित भइदिनु भएको छ। यसैमा खुसियाली रमाउँदैछौँ। कस्तो लागिरहेको छ आज 50औं यो विवाह भएको वर्षगाँठ हो। आज बेलायतमा यो शुभ अवसर दिनमा हामी भेला भएका छौँ होइन। यहाँले सोच्नु भएको थियो यस्तो हुन्छ भनेर? सोचेको थिएन, भयो अब सबैसित भेटघाट इष्टमित्रहरूसित रमाइलो सबैसँग भेटघाट हुन पाउने होइन। बेलायत जस्तो ठाउँमा आएर कतिको त सपना हुन्छ यो ठाउँमा पुग्ने मात्रै होइन। यहाँहरू चाहिँ यही ठाउँमा आएर यसरी 50औं वर्षको यो वर्षगाँठ होइन यो विशेष मनाउनु पाउँदाखेरि हामी खुसी छौँ। खुसी हुनुहुन्छ। यहाँ हामीसँग हुनुहुन्छ छोरा, यहाँको पनि थोरै लिइहालौँ। कस्तो लागिरहेको छ आमा बुवा चाहिँ बेलायतमा आज 50औं वर्षको वर्षगाँठको यो शुभ उपलक्ष्यमा हामी सहभागी भइरहेका छौँ। यो पक्कै पनि हजुर एकदमै खुसी नसिब हुनुहुन्छ। आमा बुवालाई चाहिँ यो ठाउँमा चाहिँ बोलाएर यसरी चाहिँ यो उदाहरणीय काम गर्नुभएको छ।
के मेसेज दिन चाहन्छ? अब यसको त वर्णन गरेर साध्यै छैन। अब कति खुसी छु उड्न मिल्ने उड्थे है। अब एकदम खुसी छु यो पलमा। अब हाम्रो दाईहरू आउन पाउनु भएन, मेरो ठुला दाई करुणाकर अर्याल, माइला दाई जगन्नाथ अर्याल, उहाँहरू आउने कोसिस गर्दा गर्दै केही उसले गर्दाखेरि आउन पाउनु भएन। सायद अब उहाँलाई सम्झँदै अब हामी यहाँ जो छौँ हामीले रमाइलो गर्दैछौँ है। नाच्यो है कति नाच्यो हो यो त मेरो सबै पहिला नाच्यो सुरुवात ल हुन्छ त यहाँको बढी अन्त लगाइले फेरि त्यही राखिदिनु आफैले अब त्यो खाइ अब अर्को त डल्लो खानै बाँकी छ त्यहाँ ए डल्लो खाना अझै बाँकी कति मिठो होला ला खुवाइदिनु पर्यो बाबाले अलिक कमको देखिनु भयो
परिवारको तर्फबाट आयोजना गरिएको यो कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु र हामी कसैको कार्यक्रममा जाँदा पनि सभ्य भएर कार्यक्रमलाई अगाडि बढाइदिनको लागि माग गर्छु सबैलाई सबैले जोरदार तालीसँग स्वागत गर्नु आजको कार्यक्रमलाई यो पनि सही हो यहाँलाई सबैले उठाएर पाइदिने जति बसेबाट फेरि आमा तर्फबाट हुनु पाइन्छ गयो भने आमाको तर्फबाट हात गर्नुहोस् त आमाको तर्फबाट मैले हात खाएँ है पर्यो आमाको तर्फबाट हुने गरी सबैलाई हात उठाउनु पर्यो ल हेर्नुहोस् है बुवाको भन्दा आमाको धेरै आयो ल गाह्रो पर्यो फेरि एकपल्ट बुवा र आमाको तर्फबाट सबैजनालाई एकपल्ट र साथमा पानी पनि दिँदै गयो आजको यो विशेष कार्यक्रममा यो कार्यक्रम आयोजना गर्नुहुने अरियाल परिवारको तर्फबाट आज यो अरियाल परिवारका आदरणीय उहाँका कान्छा छोरा रामप्रसाद अरियालजीको तर्फबाट विशेष कार्यक्रमको आज विशेष ढङ्गबाट आयोजना गरिएको छ एउटा विवाहको मण्डप जस्तै गरेर आज हामीले विवाह गर्न लागेकै तरिका तौरबाट हामीले केही क्षणपछि विवाह जस्तै गरेर हामीले विवाह नै गर्नेछौँ एउटा बुवा र आमाको विवाह गर्नेछौँ बुवाले चस्मा फेरि खोल्नुभएको चस्मा लगाउने पर्ने हो चस्मा कता गयो कैयौँ आरोह र अवरोह पार गरेर यो जोडी आज 50औं वैवाहिक वर्षगाँठदेखि अगाडि बढिरहेको छ उहाँहरूकै उमेरका र उहाँहरूको उमेरमा पुग्न लाग्नुभएका तपाईँ हामी सबैसँग आजको विशेष कार्यक्रम एकचोटि मैले आजको यो कार्यक्रम उद्घोषकको तर्फबाट मिल्छ भने पिन ड्रप साइलेन्सका लागि आग्रह गरेँ आजको यो कार्यक्रमलाई अझ सबै बनाउनका लागि सबैलाई फोन गर्नुहुने कति दिनबाट तयारी गरेर बस्नु भएको छ म आदरणीय रामप्रसाद अर्याल दाजुलाई म आग्रह गर्छु तपाईँ जहाँकै हुनुहुन्छ यताको लागि आग्रह गर्छु झिल्के भएर आउनु भएको छ घरको कान्छो छोरो आज बुवा आमाका लागि यति ठुलो कार्यक्रम आयोजना गर्नुभएको छ पुरा दाइको लागि जोरदार ताली बजाइदिनको लागि म आग्रह गर्छु धेरै धेरै धन्यवाद भन्नुभएको छ विशेष आग्रह गर्छु आजको कार्यक्रममा सबैलाई स्वागत गरिदिनका लागि र यो कार्यक्रम हिजो रातभरि मलाई बसेर लौ न भाइ के बोल्ने हो लेखिदिनु पर्यो भनेर भन्नुभएको मैले भने दाइ हुँदैन म एक थोपो केही ल्याइदिनँ तपाईँलाई बुवा आमाले यति हुर्काउनु यति गर्नु तपाईँ आफै बोल्नु होला भनेको मरिगए आउँदैन भाइ म त बोल्नै आउँदैन भन्नुभयो जस्तो आउँछ त्यसै बोल्नुहोस् भनेर लगाएको त्यो अहिले पनि भाइ मलाई बोल्न आउँदैन यहाँ काँप्नु भएको छ हेर्नु हुनुभएको गराउनै पर्दैन म यहाँलाई आग्रह गर्छु एकदम धैर्य धारण गरेर बसिदिनको लागि र विशेष गरी आजको यो कार्यक्रममा परिवारको तर्फबाट सबैजनालाई स्वागत गरिदिनका लागि म यहाँलाई हार्दिक आग्रह गर्छु यो माइक्रोफोन तपाईँको धन्यवाद उपस्थित सम्पूर्ण महानुभावहरू आज आमा बुवाको 50औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा आमा बुवाको निम्तो स्वीकार गरी उहाँलाई शुभकामना दिन यहाँ पाल्नुभएका आफन्तजन इष्टमित्र जो हुनुहुन्छ सबैजनालाई हाम्रो अर्याल परिवारको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु मैले हाम्रो ठुलो दाइ करुणाकर अर्याल माइलो दाइ जगन्नाथ अर्याल भाउजूहरू नानी बाबुहरूलाई सम्झन चाहन्छु उहाँहरू आउन चाहँदै पनि यो प्रोग्राममा आउन पाउनु भएन अब हामी जो छौँ जहाँ छौँ हामीले त्यही रमाइलो गर्दैछौँ अब आमा बुवालाई त मैले के भनौँ मेरो आमा बुवा मेरा जिउँदा भगवानहरू त मैले के भनौँ र अब उहाँले यति दुःख गर्नुभयो जन्माउनु भयो हुर्काउनु भयो कष्ट गर्नुभयो आज म जे छु जहाँ छु म जसरी बोलिरहेको छु कोही तपाईँ आमा बुवाकी श्रेयले गर्दा हो सम्पूर्ण जिम्मेवारी सम्पूर्ण श्रेय तपाईँ आमा बुवामै जान्छ यहाँ भन्ने गर्छन् त बुवा आमासँग बस्दो रहेछस् भन्छन् मलाई लाग्छ म बुवा आमासँग होइन बुवा आमा मसँग होइन म चाहिँ बुवा आमासँग बसिरहेको छु मलाई चाहिँ यो खुसी लाग्छ आमा बुवासँग म बस्न पाउँदा धेरै धेरै खुसी लाग्छ काममा गइन्छ आइन्छ ढोका खोलिन्छ अनि आमा बुवा
भन्दै भित्र बस्न पाउनु नै यो मेरो लागि ठुलो ठुलो अवसर हो, ठुलो ठुलो म भाग्यमानी यसमा पनि ठान्दछु। आमा बुवा मेरो जिउँदा भगवान्हरू मैले भनिसकेँ। यो अवसरमा तपाईँहरू सामु यसरी 50औँ वैवाहिक वर्षगाँठ मनाउन पाउँदा धेरै धेरै खुसी लागेको छ। सम्पूर्ण आफन्तजनहरू प्रियजनहरू आउनु भएको छ, तपाईँलाई शुभकामना दिनुभएको छ, धेरै धेरै खुसी लागेको छ। अब यसरी नै 50औँ मात्र होइन 75औँ पनि मनाउन पाइयोस्। तपाईँहरू सम्पूर्णलाई आउनुभयो त्यसको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु। राम्रोसँग हाम्रो मुख्य उद्देश्य भनेको आज रमाइलो गर्ने, नाचगान गर्ने, हामी एकअर्कामा चिनजान गर्ने आफन्तजनहरूमा हाम्रो उद्देश्य हो। सायद तपाईँहरूले रमाइलो मान्नुहुनेछ भन्दै अब मेरो यो 2 शब्द यहीँ टुङ्गाउँछु। भाइलाई फेरि मैले यो माइक्रोफोन दिएँ। धन्यवाद। हिजो भन्दाखेरि राम राति बसेर भाइ म बोल्नै जान्दिनँ भने मान्छे मैले घडी हेरेँ 10 मिनट बोल्नु भनेपछि भावना यसरी बोक्दा रहेछ। लेखबाट उहाँको लागि जोरदार धेरै धेरै धन्यवाद। कतिको हुनुभयो होला उहाँ, के लाग्ने हुनुहुन्छ उहाँको? उहाँभन्दा पहिले काहीँ गाली गरेर तेरा बाबुको बिहे थियो क्लास भन्छ नि, हेर्नुहोस् त कति भाग्यमानी बुवाको बिहे देख्न पाइयो। छोरीले उताबाट बुवा बुवा भनेर चिच्चा दाइले भने नकरा आज त म पनि तन्नेरी हो बिहा भएको छैन भन्नुहुन्छ। ल यहाँलाई धेरै धेरै धन्यवाद छ। आज 50औँ वैवाहिक वर्षगाँठ यहाँहरूले पार गरेर अगाडि बढ्नु भएको छ। धेरै धेरै धन्यवाद छ यो जोडीलाई होइन है। फेरि उहाँहरू साली र भेना हो उहाँहरू दुवैजना। दिदी कता हुनुहुन्छ? ए यहाँ दिदी यहीँ म अलिक परै भागेँ जोडीलाई भने फेरि माफी पाऊ है। साली र भेनाको यो नृत्य हिजो म टुक्लुक्कै राति आइपुग्दा नाच्दै हुनुहुन्थ्यो, यस्तै गरेर नाच्दै भन्नुभयो। आज ठक्कै निस्केर नाच कहाँ जानु भएन ए उहाँ दिदी कहाँबाट पिसाउनु भएको नातिनु दिदीले के गर्नुहुन्छ अनि गर्नु पर्दैन दिदीले के पनि गर्नु। ल यहाँको लागि एउटा जोरदार ताली सबै। धेरै धन्यवाद छ यहाँको उत्कृष्ट प्रस्तुतिको लागि। अब दाइले हात मिलाउनु भएको छ, फिल्म लागेछ। अब त्यो फिल्म हेर्न जानु पर्यो। भक्तिका अर्कै दुनियाँ हुनु फेरि आजको सेलिब्रेटी। अनि त्यसपछि डाक्टर साहबले के भन्नुभएछ नि, प्यारी एउटा कुरा भन्छु अप्ठ्यारो मान्दिनँ भने मान्छे हो भन्नुभएछ। अनि त्यति भनेपछि त श्रीमानले भनेपछि मान्नै पर्यो। हजुर भन्नुहोस् न राजा भनेर भन्नुभयो। आज मैले मन पराएको साह्रै राम्रो फिल्म लागेर रहेछ, फिल्म हलमा हेर्न जाउँ भनेर भन्नुभयो। त्यो सुन्ने बित्तिकै डाक्टरनी साइबालाई ज्वरो आउन थालेछ। म काट्न थाल्नु उहाँलाई ज्वरो आउन थाल्यो। होइन बुढा म त्यस्तो कुरा गर्दै नगरेर तिमीले मैले जाँदिनँ फिल्म हेर्नु, मलाई फिल्म हेर्नु गएर ज्वरो आउँछ भनेर भन्नुभयो। त्यसपछि डाक्टर साहबले केही न केही त भन्नु पर्यो।
होइन ज्वरो आयो भने 15 मिनटमा निस्केर हिँड्नुला बुढी पहिला चाहिँ फिल्म हेर्न जाउँ भनेर लाउनुपर्छ डाक्टर साहब त्यसपछि फिल्म हेर्न लैजानुभयो डाक्टर साहिबलाई लिएर गइसकेपछि हलमा बसिसकेपछि हलको त्यो फिल्मको एड चल्छ नि त्यो चल्दै गर्दाखेरि डाक्टर साहिबलाई ज्वरो आउन थालेछ एकदम काट्न थाल्नुभयो उहाँ चाहिँ पसिना बग्यो सुनौँ है यस्तो ज्वरो आउन थाल्यो उहाँलाई उहाँ लुगुलुगु काट्न थाल्नुभयो अनि डाक्टर साहबले भन्नुभयो प्यारी के हो भनेको लौन बुढा मलाई त ज्वरो आउन ला हो म त सक्दै सकिने यो फिल्म हेर्न घर जाउँ भन्न थाल्नुभयो त्यसपछि डाक्टर साहबले होइन प्यारी एकैछिन बस्न भनेर भन्नुभयो तब पनि भएन डाक्टर साहबलाई ज्वरो आएको आइछ सुनौँ है तपाईँकै जीवनसँग मेल खान्छ हेर्नुहोस् सबैका जीवनसँग त्यसपछि डाक्टर साहबले के भन्नु भने रोक त्यसो भए तिमीलाई यति ज्वरो आएको हो भने म एउटा औषधि दिन्छु त्यसलाई मुखमा राख्नु नलिनु त्यसलाई चुसिरहनु त्यो मुखमा लाएर चुसिसकेपछि तिम्रो रोग निको भएर जान्छ भनेर लाउनु भएछ है त सुन है त्यो रोग निको भएर जान्छ भनेर लाउनु भएछ अब यत्र पढेका विद्वान छन् बुढा डाक्टर उनले भनेको औषधि राम्रै होला भन्ठाने रहेछ ल ल्याउ त नि बुढा के औषधि हो भनेर चाहिँ अनि डाक्टर साहबले निकालेर यसो तल झुकेर एउटा औषधि निकालेर दिनुभएछ अनि डाक्टर साहब कि श्रीमतीज्यूले यसो मुखमा राख्नु भएको छ प्यारी त्यसलाई ननिल है त्यसलाई चुस्नु मात्र त्यो आफै सन्चो हुन्छ भनेर लाउनु भएको छ ल ठिक छ बुवा लैजाएर अनि त्यसपछि त्यो औषधि खाएपछि 15 मिनटपछि डाक्टर साहबले सोध्नु भएछ ए प्यारी कस्तो छ तिमीलाई भनेर सोध्नु भएछ अनि डाक्टर साहबकी श्रीमतीले ओहो राजा तपाईले त साह्रै गतिलो औषधि दिनुभयो नि मलाई यत्रो 30 वर्षसम्म सन्चो नभएको बिमारी आज तपाईँले दिएको औषधिले निको भएको छ के औषधि परेछ त्यस्तो पहिला पसिना आउन बन्द भयो त्यसपछि फेरि एकछिनपछि शरीर काँप्थ्यो शरीर काँप्न बन्द भयो डाक्टर साहबले सोध्नुभयो ए प्यारी तिमीलाई कस्तो छ अहिले भनेर सोध्नुभयो बुढा मलाई त अहिले अलि बिसेको हो भनेर लाउनु भएछ फेरि आधा घन्टापछि सोध्नु भएछ प्यारी कस्तो छ तिमीलाई भनेको मलाई बुढा निको हो भन्नुभयो मुभी सबै सक्यो फिल्म जति सबै सक्यो फिल्म सकिसकेपछि घर जानुभयो घर गइसकेपछि के डाक्टर साहबकी श्रीमतीले भन्नुभयो आज साह्रै राम्रो फिल्म हेऱ्यो मेरो रोग पनि निको भयो बुढा तपाईँको औषधिले साह्रै काम गर्यो भनेर भन्नुभयो अनि 2-4 दिनपछि डाक्टर साहब हस्पिटल जानु पर्यो काममा जानु पर्यो त्यसपछि उहाँलाई सर्ट जुन मनपर्ने सर्ट थियो त्यो सर्ट चाहिँ डाक्टर साहिबले ल तपाईँको आजको सर्ट यो हो भनेर लाउनु भएछ उहाँले लगाउने बेलामा हातमा यसो देखेर ए बुढी हेर न तिमीले कता फालिदिन्छौ मेरो हातको टाँकै हराएछ कता हराएछ भनेर लाउनु भएछ यो सर्टको हातको टाँक कता गयो भनेर खोज्दै गर्दा झ्याप्पै डाक्टर साहबको मुखबाट निस्केछ के लागी अस्ति तिमीलाई मैले औषधि भनेर खान दिएको त्यो टाँक थियो क्या त्यो के औषधि होइन तिम्रो त्यो विश्वासबाट तिम्रो त निको भएको श्रीमान र श्रीमतीको विश्वास केही पनि होइन एउटा टाँक दिनु हो त्यो चुस्न लगाउनु हो त्यो औषधि हेर्नु पनि भएको छैन केही गर्नु भएको छैन त्यो औषधि खाइसकेपछि उहाँको त्यो रोग निको भएर टाँक चबाउनु भनेको उहाँले भन्नुभएको छ टाँक चबाउने होइन बस त्यसलाई चुसी मात्र रहनु भनेपछि श्रीमान र श्रीमतीप्रतिको विश्वास चाहिँ यसरी यो कथा सुन्न पाइन्छ यो कथा भन्नुको एउटै कारण तपाईँहरू शान्त स्वभावमा बस्नुहुन्छ भनेर त्यसको लागि धन्यवाद छ सबैलाई जोरदार ताली बजाउनु मेरो तर्फबाट धन्यवाद छ यो सँगै मैले अझ एउटा नृत्यलाई यहाँहरूमा जोड्न चाहन्छु र आफ्नो नृत्यको लागि आज विशेष यो जोडीलाई शुभकामना व्यक्त गर्दै आफ्नो विशेष नृत्य राखिदिनका लागि म आदरणीय सोनिया रोकाज्यूलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु आफ्नो विशेष नृत्यको प्रस्तुतिको लागि एउटा जोरदार ताली बजाउनु
जोरदार तरिकाका साथ म उहाँलाई स्वागत गर्न आग्रह गर्छु। उहाँहरूको लागि जोरदार ताली र त्यसै गरी यो कार्यक्रममा उहाँहरूलाई यहाँसम्म ल्याइदिनका लागि संयोजन गर्नुहुने सुर्गावा इन्टरटेनमेन्टका मेन डाइरेक्टर हुनुहुन्छ आदरणीय लोकनाथ अधिकारी दाजुलाई पनि म परिचित भइदिनका लागि आग्रह गर्छु। सबैसँग जोरदार तालीको लागि उहाँको लागि पनि आग्रह गर्छु। त्यसै गरी यो सबै कुराहरूलाई प्रोग्रामहरूलाई मेन डिरेक्सन गरिदिनु हुने आदरणीय सुल्तान दाजु हुनुहुन्छ, उहाँलाई पनि परिचित भइदिनका लागि म आग्रह गर्छु। एउटा जोरदार ताली उहाँको लागि पनि यहाँ पनि म बसिदिनका लागि आग्रह गर्छु त्यहाँबाट। र यो सँगै दुवैजना हामी रमाइलो गर्नुपर्छ। विवाहको आगमन हुँदैछ। 12 वर्षे ठिटो आज हुँदै लिएर जानका लागि आउँदै हुनुहुन्छ। त्यो ढोकाबाट
धुला पक्षबाट पैसा पाइयो दाइजो पाइयो रे बुवालाई चाहिँ दाइजो यत्रो छोरी दिनेछ नि त बुवाको तर्फबाट पनि आयो ल भनेपछि यहाँनिर पैसा आयो पैसा आयो पैसा आयो नेपाली भाइ हुन्छ नेपाली पैसा चल्छ चल्दैन पाउन्ड चाहियो पाउन्ड पैसा चाहियो रे भनेर ओइका थियो नि खै उता गर्दा त कहीँ थिएन त गर्दै हातमा छ गर्दुवा पछि आउँदैछ हामीले गर्दुवा त 50 वर्ष अगाडि नै दिइसके कति चोटी लोभ गर्नु भएको मुख पनि 50 वर्ष अगाडि भइरहेको अनि त्यो त 50 वर्षसम्म त्यो रोइरहेको छ नयाँ चाहियो त्यो रोइरहनु त यो दुःख गर्नै पर्यो थिएन त्यसो भए 50 वर्ष पुरानो दाइजो भइसकेको भए हामी आमा पनि त पुरानी भइसक्नु किन अर्की बिहा गर्नु भएन त नि यति बेरसम्म नबुझिएको कुरा अगाडि बढ्दैन यति भएपछि अब धेरै केही नगरिकन बुवाको तर्फबाट आफैले केही गर्नु पर्दैन रोक्नुहुन्छ बुवाले आफै घुम्टो खोल्नु हटाएर हेर्नुहुन्छ ल जानु आमा घुम्नु त अरू पछाडि हट अब छोडो है आमा घुम्नु पानी नजानु घुम्नु मात्र ल तपाईँ बस्नु तपाईँलाई त्यही जग्गा बस्नु जानु जानु ल यस्तो बाटो घुम्नु ल अब यसरी हेर्नुहोस् क्या पहिला किन फर्किनु यति धेरै नै हेर्नु नै फेरि ल अब औँठी लगाइदिने बेला भएको छ यहाँलाई म आग्रह गर्छु थोरै उता जानुपर्ने हो थोरै ल लु सबैजनामा बस्दिन आग्रह गर्छु ल कृपया भाइ बहिनीहरूलाई साना सानालाई सम्हालिदिउँ है म विशेष आग्रह गर्छु हामी यति बोलिरहँदा साह्रै गाह्रो हुन्छ आग्रह गर्छु र ताली है नछेकिदिनु अगाडिबाट नछेकिदिनु कसैले पनि अगाडिबाट नछेकिदिनु कसैले पनि भएन आमा आमा भएन तपाईँले लगाइदिनु पर्यो नि त भेट्दै भेटिएन भेटियो खै त बाला उचालेको बा यति ल अब यहाँ आउट सबैजना यहाँ छेकियो अगाडि सबैलाई छेकियो सबैजना ल अनि तपाईँहरू पनि नि बालालाई औँठी सुम्पिदिने हो अब तपाईँले नलाइदिनुहोस् है बाला फेरि बाला नलाइदिनुहोस् तपाईले पहिला आमालाई लगाइदिनु आजबाट भन्नु पनि पर्यो नि ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय ल आजबाट एकअर्कासँग सम्बन्धमा गाँसिनु भएको छ यो 50औं वैवाहिक वर्षगाँठ यहाँहरूको पार भएर फेरि पुनः सुरु भएको छ यहाँहरूको साथ दिनसम्म यहाँहरू सँगै रहनु होला मेरो तर्फबाट सबैको तर्फबाट यहाँलाई धेरै धेरै शुभकामना छ एकपल्ट सबैले जोरदार ताली केही छ सिन्दुर लाउनु पर्यो सिन्दुर
सिन्दुर कतिपल्ट लाउनुपर्छ सबैका बिहा ढाँटेर छ गरेर बिहा भएर छ त सबैको कतिपल्ट लाउनुपर्छ सिन्दुर सबै मेरो तर्फबाट एउटा गिफ्ट दिन्छु मैले अब बाटो खाली गरेर है ल लगाइदिनु सामान आमा रुनुपर्छ है रोएर सो गर्नुपर्छ फेरि आगे ए हो अरूको देखेको छु हो अब लगाइदिनु ओ ल तीनपल्ट आमा रुनुका खोइ त रुनु पर्दैन आमा राम्रो बोल पाएर हाँस्न पाए होइन आमाले मेकअप बिग्रिन्छ भने रहेछ हौ नरो ए दुलाई रानी कोहीको घर जाने किन ल तिम्रो लागि हो माया सिन्दुर हाल्दा पैसा दिनुपर्छ दिनु न या बाले तँ त जुठो खाने बेला होला ल जुठो खानु पर्यो रे बुवालाई ल बस्नु बस्नु सबैजना बस्नु विशेष कार्यक्रम रवि परिवार जोरदार तालीका साथमा स्वागत गरौँ धेरै धन्यवाद यहाँको उपस्थितिको लागि र यो सँगै म सम्मानित भइदिनका लागि आदरणीय वरिष्ठ लोकगीत गायिका सिराले दिदीलाई पनि म आमन्त्रण गर्न चाहन्छु जोरदार ताली दिदीको लागि दिदीलाई जोरदार ताली एउटा फोटो पनि निकालिहाल है सबैलाई नमस्कार बुवाआमालाई एकदम बधाई बुवाआमाको लागि मेरो एउटा गीत थियो पञ्चे बाजाको बामाको दुवैको के भयो के भयो पञ्चे बाजाले यसपालि त मैले बे गर्छु मजाले दिदीको तर्फबाट यही भाकामा एउटा टुक्का भन्नुहुन्छ है त हे राम्रो भयो बरमालालाई राखिने गाह्रो युकेमा आए पञ्चे बाजाले यसपालि त मैले बे गर्छु मजाले धन्यवाद धेरै आसन लगाइ माग्छु जाँदा चाहिँ सगाइ आइदिनु भिडियोमा हेर्नुहोस् कति अन्जान रूपमा आमाले विश्वास गरेर बुवासँग जानुभएको रहेछ तपाईँहरू यहाँमध्ये धेरैले कसैले पनि ल रामप्रसाद दाइ एकैछिन कसैले पनि आफ्नो श्रीमतीलाई पनि चिन्नु भएको थिएन श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई चिन्नु भएको थियो यति धेरै विश्वास गरेर आउनुभयो र यो सम्बन्ध यहाँसम्म आइपुग्यो आज रामप्रसाद दाइ हुनुहुन्छ यति ठुलो हुनुहुन्छ 42 वर्षको हुनुभयो र भन्नुहुन्छ बुबा आमालाई म सँगै राख्छु ए माफी पाऊँ है 35 आइसक्यो मैले बिर्सेँ उल्टो बनाएको छु र उहाँहरूको अझै 2 जना दाजु हुनुहुन्छ जो नेपालमा हुनुहुन्छ आउनु पाउनु भएन तर म जस्तै विद्यार्थी भएर आउनु भएको रहेछ 1 महिना अगाडि मलाई फोन गर्दा आफैले आफ्नो वेदना सुनाउनुहुन्थ्यो म पनि त्यस्तै गरेर सङ्घर्ष गरेको एउटै सपना थियो बाबामा सँगै रहने आज त्यो सपना पनि पुरा भएको छ भनेर मलाई भन्नुहुन्छ यहाँहरू जस्तै सन्तान सबैको हुनुहुन्छ मलाई थाहा छ सबैको हुनुपर्छ यहाँलाई मेरो तर्फबाट धेरै धेरै सम्मान छ र नटिङमबाट म बस्ने नटिङममा हिजो राति म काम सकेर 12 बजेसम्म इस्टरको होलिडेमा पनि 1 बजे म राति नटिङमबाट सिधै उबर गरेर यहाँ आएको एउटै रिजन हो उहाँको र उहाँको परिवारको बाबाआमाप्रतिको जुन सम्मान थियो त्यो सम्मानले मलाई खिचेको एकपल्ट उहाँको लागि जोरदार ताली दिनको लागि आग्रह गर्छु एकदमै धेरै धेरै भाग्यशाली हुनुहुन्छ आफ्नो युवा उमेरमा धेरै सङ्घर्ष गर्नुभयो आज यतिको पाउनु भएको छ नातिनी काखमा अर्का नाति काखमा थिए फेरि अर्का नाति भन्दिनँ म
है अलि धेरै इमोसनल भएछ अलिअलि बाजे गीतै बजाउनु अलि भावनाका छालहरू तरङ्गित हुन थाल्यो क्या फेरि बहन थालिन्छ भन्दै एक बेर 5 मिनट जति तपाईँहरूसँग गफ गरौँ है त हुन्छ 5 मिनट मात्र मागिला एउटा माइक्रोफोन तयार गरिदिनु अब कुर्सीले अब केही प्रश्नहरू आउँछ म प्रश्न सोध्छु मिलाउनेलाई उपहार व्यवस्था गरिएको छ हर्काले उत्तर नदिनु होला हर्षक नदिनु है मैले भन्छु सकेसम्म दिने नै होइन वर्जित हर्काले दिने नै होइन र जसले उत्तर दिन चाहनुहुन्छ पहिले हात उठाउने अब हेर्नुहोस् म जज होइन म त प्रश्न सोध्ने मान्छे हो जसले पहिला देख्नुभयो हर्काले आजले बिराज यता साडी त चोरेर लैसक्नु अब सबैलाई हेर्नु पर्यो ल उहाँले हेर्नुहुन्छ जसले पहिला हात उठाएको देख्नुहुन्छ र जसले उत्तर मिलाउनुहुन्छ उहाँलाई उपहारको व्यवस्था गर्नुहुन्छ है त ओके तपाईँसँगै सम्बन्धित हो है मसँग धेरै त छैनन् 4वटा प्रश्नहरू छन् म रामप्रसाद दाइलाई उपहारको व्यवस्थापन गरिदिनको लागि आग्रह गर्छु प्रश्नहरू 4वटा छन् घरका भाउजू त्यहाँ बस्नु भएको छ त सिकाउला भनेर बस्नु भएको छ छिमेकी पनि पाइँदैन है छिमेकी पनि त्यही हुनुहुन्छ पता वरिपरि यहीँ पनि हुन्छ भन्न पाइँदैन छिमेकीहरू चाहिँ ल भन्ने होइन भन्ने हुँदैन क्या अब जुन प्रश्न मैले सोध्छु यहाँले जुरुक हात उठाउन सक्नुहुन्छ उत्तर दिनु होला हात उठाउने फेरि उठ्ने बित्तिकै छिटो हुने होइन फेरि ओके सुरु गरौँ ल एकपल्ट जन्ती पक्षको तर्फबाट हुन्छ भन्ने सुनौ त ल सुरु गरौँ जन्तीको पक्षबाट ताली खै जन्ती पक्ष तर्फबाट एकपल्ट जोरदार ताली फेरि जन्ती पक्षको तर्फबाट अब आमाको तर्फबाट एकपल्ट जोरदार ताली जन्ती पक्ष र जन्ती बाख्रो खाएर सुतेछन् हेर्नुहोस् गाडीमा फिलहाल बुवा घरको कुन छोरा हुनुहुन्छ मैले भनेको थिएँ उत्तर पहिले दिने होइन बुवाले भन्नुहुन्छ माइला छोरा ल बुवाको लागि जोरदार ताली बोला अगाडि आइदिनु उहाँ घरको मान्छे हो हो कि मेरो जे भाइ बुवाले हिम्मत साथ उत्तर दिनुभएको छ बुवाको लागि एउटा जोरदार तालीले धन्यवाद छु के गरौँ नियमले बाँधीको म आफैले बोलेको म त बोली पुऱ्याउँछु हेर्नुहोस् है म बोलेको मान्नु पर्यो कसले अर्को को भन्नु आफैले भन्नु ए बासको हिँड्नुभएको साथी हो हो ल ठिक छ बोला के ल रमाइलो त्यस्तो ठुलो बनाउनु पर्दैन एउटा उहाँको लागि जोरदार ताली लगाउनु छ रमाइलोको लागि त्यस्तो सिरियस दिनु पर्दैन ल एउटा गिफ्ट बुवा आमाको तर्फबाट उहाँलाई चाहिँ ल ताली है जोरदार ताली ओइ फेरि ताली धन्यवाद एउटा फोटो निकाल्ने कि पहिले हात उठाउने होइन नि फेरि बुवा अहिले म दिन्छु क्या गिफ्ट मसँग छ रमाइलो क्या ओके आमा र बुवाको गाउँ कुन थियो ओके 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 ए भन्ने होइन है न भन्ने होइन पहिला हजुर खरबाङ र आप्तर जोरदार ताली भएको लागि एउटा गिफ्ट भएको लागि आउनु अहिले मैले देखाएको छु तपाईँहरूलाई पनि देखाएको छु तपाईँले उठाएको कुनामा पनि देखाएको छु अब उहाँहरूका मैले सोध्छु है हात उठाउनु है उत्तर नभन्नुहोस् उहाँहरूका कति भाइ छोरा हुनुहुन्छ 1 सेकेन्ड र जेठा छोराको नाम के हो 1 सेकेन्ड रिपिट पाइँदैन
सबै गिफ्ट तपाईँलाई सबै गर्ने हाल्छ कसले रोक्नुहोस् कसले होइन पाइने तपाईँले घरकै गर्ने हो नि त ल एक सेकेन्ड अब उठ्नुहोस् कसले कुनामा होइन ठिक छ ल सुन यहाँ ल तपाईँले भन्नुहोस् भन्न आउनुभयो ल भन्नु कतिवटा छोरा हुन् करुणागर के हो करुणागर के हो पुरा थर अर्काले भनिदिनु आउनु सक्नु सकेछ गर्दा तारिक भएको लागि होइन छिमेकी सबै बर्मिङमै छिमेकी भयो सबै जानेका छौँ रमाइलोको लागि हो के होला जस्तो लाग्छ के होला यो त्यही हो क्या ठ्याक्कै त्यही हो बजार बाङ्गा छ नभइजानु के भन्नु सबैले खान्छ न रमाइलो गर्नु हो कुरो आयो नि त सिरिक एस्टेल तपाईँले आफूलाई ल्याउनु भएको छ यता दिइहाल्नु भएको छ सिरिक एस्टेल हो कल्टन हो अब हेर मैले क्वेसन सोध्नेवाला थिएँ बिर्सिए होइन क्वेसन आइसक्यो त्यही भएर ओके बुबा बुबा कुन पेसामा आबद्ध हुनुहुन्थ्यो र कहाँ ल तपाईँ एकपल्ट तपाईँ ल उठ्नुहोस् म देखिहालेँ उठ्नु घरको मान्छे हो किन पहिला सोध्नुपर्छ हो यो एकदम गतिलो चिज हो त्यही भएर मैले कि त मिल्यो भने कसैले नमिलाउनु मैले लिएर जान्छु मलाई बडो लानु मन लाग्यो देखेपछि सबै पनि लागेको छ होइन घरको होइन बेमानी गर्नु भयो मजा ल भन्नुहोस् बुबा कुन पेसामा आबद्ध हुनुहुन्थ्यो आर्मीमा मिलेन माफ मिलेन तपाईँ आउनुहोस् भारतीय प्रहरीमा हुनुहुन्थ्यो बुबा आर्मीमा होइन ल माफी भयो फेरि ल जोडदार ताली भएको लागि राति अलि हिन्दी माथि यो आलो दिनको लागि एउटा जोडदार ताली भएको लागि ल रमाइलो हो अब मैले जसलाई देखेँ ठ्याक्कै उहाँले मिलाउनु आर्मी होइन बुवा भारतीय प्रहरीमा हुनुहुन्थ्यो उहाँले काम गर्नु तपाईँले मिलाउनु भएको थियो आसाममा पनि भन्नु तपाईँ आफै कन्फ्युज हुनुभएको थियो तपाईँलाई थाहा पनि रहेछ उहाँलाई थाहा पनि रहेछ ओके अबको जुन सेसन छ अलि ठिक छ म केही प्रश्नहरू सोध्छु त्यसको उत्तर दिनु होला मलाई थाहा छ धेरै राम्रो उत्तर आउँछ छोटोमा रमाइलो गर्नको लागि तपाईँ विवाह हुँदा कति वर्षको हुनुहुन्छ 15 वर्षको हुनुहुन्छ विवाह हुँदा तपाईँ 15 वर्षको हुनुहुन्थ्यो अनि विवाह हुने बेलामा तपाईँको विवाह हुँदैछ भन्ने तपाईँलाई कहिले थाहा भयो विवाह हुँदा कति दिन पहिला थाहा भयो वा कति महिना पहिला थाहा भयो विवाह भएको भोलिपल्ट बिहा भन्ने थाहा भयो हिजोपल्ट क्या ए हिजोपल्ट थाहा भयो कता बाले पहिले उडाइसक्नु भएछ आमालाई कहाँ खाइदिनु तपाईँलाई विवाह गर्दा तपाईँलाई चाहिँ तपाईँलाई त पक्कै थाहा थियो तपाईँ त आमालाई लिएर आउनु थाहा थियो कि नै तर विवाह हुँदैछ भने थाहा थियो कि थाहा थियो पहिला चाहिँ कहाँ थाहा हुन्थ्यो पहिला थाहा थिएन तपाईँलाई ओके अनि यसले बढी चर्को हुँदो रहेछ ल्याउनुहोस् त मलाई तपाईँले यो राख्नुहोस् फेरि म चर्को आउँदो रहेछ
तपाईँलाई विवाह हुँदैछ भने थाहा थियो कि थाहा थिएन? थाहा थिएन, कहिले बरानी गरेर गएपछि भनेपछि मलाई थाहा भयो। त्यसको समस्या चाहिँ हेर हो त्यसरी लान पर्ने के गर्नु गाह्रो छ भनेपछि तपाईँलाई पनि विवाह थाहा थिएन। कति दिन पहिला थाहा भएको तपाईँ? अगाडि दिन आउनुभयो, आज दिन बरानी गरेर जानुभयो, थाहा भयो। को आउनुभयो? आमा बुवाहरू आउनुभयो, पहिला त बुवाले गएर हेरे बरानी गर्ने चलाउँथ्यो। भनेपछि बुवाले गएर आमालाई बुवाले गएर आमालाई हेरेर आउनुभएको छ। हेर्ने भन्नाले कुरोकानी बेला हामी छोरी दिने के यिनीहरू त सोध्नु पनि त पर्यो कुरा। बताउन पनि भएन फेरि मैले सुनेको थिएँ तपाईँ पटनबाट आउँदाखेरि हजुर हो प्रहरीबाट सेवाबाट आउँदा छुट्टी आउँदाखेरि तपाईँको बुवा चाहिँ त्यो आफै बताइदिनुहोस् के भएको थियो ल बताउनु। अब बुवा आए अब भनौँ अब इन्डिया बुवा चाहिँ हाम्रो गाउँमा जानुभएको थियो। गएपछि हाम्रा खानामा हुनुहुन्थ्यो, उहाँले यो हाम्रा आएको मान्छे आउनुभएको छ छोरो यसको विवाह गर्नुपर्ने भयो भन्ने कुरा मात्रै गर्नुभयो। त्यसपछि फेरि उहाँले अब आफ्नो आफ्नो काममा सुरु हुनुभयो। त्यत्तिकै रह्यो। अहिले पछि अब हिँड्नुहोस् तपाईँले हरेक काम भनेर अब के पो हेर्नको लागि हो कि अब के सल्लाहले त्यहाँबाट हाम्रो घर आउनुभयो। हाम्रो घर आएर कुराकानी गर्नुभयो। अरू कुराको बिहाको कुरा भएका थिएनन्। त्यसपछि अब बसेर चापानी खाएर गएर अब हिँड्ने बेलामा भोलि तपाईँहरू हामचुर आउनुहोस्, म यता तलतिर तल खण्डतिर म भाइ दिदी छ, भाइसित पनि त्यही घरै सल्लाह गर्नु। त्यसपछि म उता जान्छु र भोलि उहाँ हाम्रै घर आउनु त्यहाँबाट भेट हुनु लगाउने कुरा गर्नुभयो। अर्को दिन जानुभयो, दुईजना भएर गएर बरानी टुङ्ग्याउनु भएछ। त्यति बेलासम्म मलाई थाहा थिएन जानुभएको छ उतातिर त हामी बरानी गर्न जान्छौँ भनेर भन्नुभएको होइन। त्यसपछि पछाडि आइसकेपछि त बिहा त टुङ्गियो भन्दै आउनुभयो। भनेपछि आफूले विवाह गर्ने कोसँग पनि थाहा छैन? थाहा छैन, देखभेटै छैन। गाह्रो पऱ्यो। बोल्छिन् कि बोल्दिनन् पनि थाहा छैन। बाला पनि मन त लाग्दो रहेछ हौ। म त मलाई मात्र होला भन्ठाने त कालो गोरो त बाला पनि हुँदो रहेछ त होइन। बुवा आफू चाहिँ कालो हुने आमा गोरो खोजेर हुन्छ त भने देख्न पाइएन र धुलोले देख्न पाउने त्यो चलाउने पहिले त्यस्तो थियो। अरू गएर बरानी टुक्याइदिएपछि बिहा हुने भयो भनेपछि सक्यो। अनि तपाईँको त्यो एउटा दाँतको थियो नि के अरे त्यो दाँतको तपाईँलाई विवाह कसरी टुङ्गिएको अरे तपाईँले मलाई सुनाउनुहुन्छ नि? दाँत त अब उहाँले भनौँ अब अलि जो सोचेर बुवा भन्नु पऱ्यो। उहाँले आएर मलाई त्यहाँ कुराकानी गर्नुभयो। त्यहाँ अरूसित भन्नुहुन्थ्यो अरे जाति देखियो दाँत कति राम्रो हो मलाई त दाँत देखेर चाहिँ मन पऱ्यो भन्ने कुरा गर्नुभएको। भनेपछि दाँत मन पराएर पनि विवाह गर्न पाइँदो रहेछ। सत्य भएकै कुरा हो। मलाई त दाँतै देखेर त्यतिखेर त्यो अहिलेको अब अलिकति कमजोरी भयो। त्यतिखेर दाँत पनि राम्रै हुन्, अहिले पनि राम्रै छन्। आमाले मन पराउनु भएको छ होइन? अहिले त भनौँ न केही भए पनि उहाँ त्यस त्यहाँ जस्तोको त छैन, त्यति ननसा भनेपछि दाँत मन पराएर तपाईँको विवाह भएको रहेछ। त्यही भएर यति गोरी आमा राम्री आमा पाउनु भयो। त्यो दाँतले गर्दाखेरि भएको। भनेपछि मेरो दाँत पनि अलिअलि राम्रै छ नि, यसो हेर्दै गर्नु ल। यहाँलाई धेरै धेरै धन्यवाद छ। अनि अब अझै एउटा सोध्न मन लागेको कुरा एक होइन, म सोचिहाल्छु, टेन्सनै नहोस्। बालाई यति आतुर छ बताउनको लागि। मैले कतै सुनेको त्यो बारेमा तपाईँहरूको झगडा कतिको हुन्थ्यो? झुटो बोल्नु। अब म भन्छु उहाँका भरे गाली गर्न पाइँदैन है है। म फेरि बेलुका उतै बास बस्ने, फेरि मलाई नै मार्नु बोलो बोलो भनेर मैले सुनेको। मलाई दाइले भन्नुभयो, मलाई नहान्नु दाइलाई कुट्नु होला। फेरि एक दिन बुवा र आमाको झगडा हो अरे। अनि घरमा तरकारी चाहिएछ होइन नभन्नुहोस् है, फेरि मैले साँच्चै भनेर हो जस्तो लाग्छ। अनि झगडा भएपछि बालाई घरमा तरकारी चाहिएको रहेछ सबैलाई खानको लागि।
तरकारी लिन बजारमा जानुभएछ। मलाई दाइले सुनाउनु भयो, राम त दाइले आफूले भन्दै त मलाई डर लागिसक्यो। बेलुका फेरि घर गएपछि यो सत्य घटना यो सबैको घर आफ्नो आफ्नो बुढाबुढीमा ठासठुस अब झगडा भइहाल्छ। म त्यतिखेर सानै थिएँ, यो एकदम भएको घटना हो, रियल घटना। बुवा र आमाको झगडा परेको थियो, बोलचाल थिएन त्यो दिन। अनि बुवा तरकारी लिन बजार जानुभएको थियो। अनि बजार गएर आइसकेपछि तरकारीहरू ल्याउनु भयो। अब लिएर त आउनुभयो, अब आमासँग बोलचाल छैन, अब कसरी बोल्ने? तपाईँहरू उहाँ कसरी बोल्नुहुन्थ्यो? त्यही त, कसरी बोल्न मन लाग्यो त भन्दाखेरि अब म भन्छु, बुवा कसरी बोल्नुभयो त त्यो बेला आमासँग भन्दा? तरकारी लिएर आउनुभयो, सिँढीमा राख्नुभयो र त्यो बेला खुर्सानी रहेनछ, बजारमा पाइएको रहेनछ। खुर्सानी बाहेक अरू अब भेन्डी, करेला अरू सबै ल्याउनु भएको थियो। यो सत्य घटना हो है। अनि बुवाले भन्नुभयो सिँढीमा राखेर, आमा त्यही किचनमा पकाउँदै हुनुहुन्थ्यो। आमातिर फर्केर होइन, तरकारीमा फर्केर भन्नुभयो, ओ भेन्डी तेरो आमालाई गएर भन् बजारमा चाहिँ खुर्सानी छैन अरे भनेर चाहिँ बुवाले भन्नुभएको हो। यो मैले सुनेकै हो। मैले घरिघरि अझै पनि सुन्दाखेरि मलाई हाँसो लाग्छ। अनि आमाले फेरि उता भित्र पकाउँदै गर्दै हुनुहुन्थ्यो। अनि अब आमाले फेरि नबोलिकन, ओ भेन्डी राम्रोसँग हेरे त भेटिन्थ्यो होला नि भनेर फेरि आमाले भन्नुहुन्थ्यो। भएको घटना हो यो, बनिबना घटना होइन। यही भन्दै तराईमा आएपछि हो कि खरबाङ छँदै हो? होइन, यो उही खरबाङ छँदाखेरि हो। तराईमा आउँदै हो, तर म सानो थिएँ, म 6 माह जति पढ्थेँ तराईमा। मलाई त तराईको गर्मीमा खुर्सानी खानु मन लागेको छ। ल ठिकै छ, हेर्नुहोस्, यतिसम्म माया गर्ने, बोल्न मन लागेपछि भिन्डीलाई भन्न लगाउने, बोल्न मन लागेपछि भिन्डीलाई भन्। फेरि छोरो पनि कति हरामी, बायामा के बोल्दा रहेछन् भनेर सुनेर बस्नु। ल हेर क्यान्सर छोरो के बोल्दा रहेछन् भनेर सुनेर बस्नु। एउटा आज सर्लक्कका यी नानी कहाँ छिन्? ल एउटा जोरदार ताली भएको लागि पनि यति ध्यान दिएर सुन्नुभयो त्यो जमानामा, आज हामीले सुन्न पाइयो। बा हो, साँच्चै हो भएको। बाले लुगाउनु हो, मलाई थाहा छ। मुसु मुसु त्यो चस्माभित्रबाट मलाई गर्नु आएको मैले बुझ्छु क्या। बेलुका मलाई गाली नगर्नु। आमा सानो गएर मलाई गाली नगर्नु होला। किन भनेको त्यस्तो कुरा पनि त उसमा अगाडि गएर नभन्नु होला। रमाइलो सबै हामी जस्तो बाँधिरहन्छ। फर्का झन् कति हुन्छ? हामी जस्तो जम्मै हुन्छ। ओके। भनेपछि अब कसैको घरमा झगडा भयो भने ए करेला तेरी आमालाई भनिदे बजारमा सिखार छैन अरे, मासु छैन अरे भनेर भन्नु। त्यही भएर करेला ल्याएको, करेला पनि किन ल्याएको भन्दा तेरी आमा धेरै रुखो बोली अरे, तितो बोली अरे, त्यही भएर करेला लिएर आएको भनेर भन्नु। ल धन्यवाद छ। ए त यहाँ पनि त्यो पनि बाँकी छ। अझै धेरै बोल्न मन छ त भयो? बाला भए कति बेला घर जानु जस्तो भइसकेको छ मलाई बुझ्छ क्या। आज विवाह हो नि त, घर जानु पर्यो चाँडो। ओके ल, केक लिएर आउँदा हुन्छ, केक पनि काट्नु। ल यहाँलाई धेरै धेरै धन्यवाद छ। अब सुन्नुहोस्, एउटा कुरा, अन्तिम कुरा मलाई सोध्न मन लागेको कुरा। बुवा र आमालाई मेरो प्रश्न अन्तिम, टाइम धेरै छैन, धेरै कुर्नु भएको छ दिदीहरूले पनि, मलाई थाहा छ। म पनि एउटा हुर्कदै गरेको मान्छे हो, सबै धेरै जसो हुनुहुन्छ र धेरैको विवाह भइसकेको छ, भर्खर विवाह भएको पनि हुनुहुन्छ। तपाईँहरू राम्रोसँग सम्बन्ध चलाएर नै आज यहाँसम्म हुनुहुन्छ। सबैलाई सुझाव, अब आउने पिँढीलाई सम्बन्ध कस्तो हुनु पर्दो रहेछ, कस्तो भइसकेपछि राम्रो हुँदो रहेछ, के सुझाव दिनुहुन्छ अब आउने सबैलाई पिँढीलाई? सुझाव त अब सकेसम्म त 2 वर्षमा कल झगडा त्यो नभएको अझै राम्रो हो। त्यो झगडा उयोहरूले सानो नानी बच्चाहरूले सिक्दै जान्छन्, तर नानी बच्चाहरूले नसिकुन् र त्यो भन्ने हिसाबसित कल झगडा त्यो भनाभन
नगरिकन चाहिँ नानी बच्चाहरूलाई शिक्षा कस्तै हुन्छ भने त्यही भन्न चाहन्छु। भनेपछि तपाईँले नानी बाबुको अगाडि झगडा गर्नु भएन कहिले पनि? त्यो नानी बाबुका अगाडि झगडा गर्नाले त अलि यहाँ कुरो आएको पनि हेर्नु भनेपछि आफूले त्यसो गर्नुभयो, गर्न हुन्न भनेर सुझाव दिनुभएको छ। मलाई जस्तो अरूलाई नहोस्। अनि रहन्छ अवस्था जानिएन भन्ने कुरा हो। आमासँग कतिको डर लाग्थ्यो त्यति बेला? आमासँग कतिको डर लाग्थ्यो? मैले लिएर आएको लिएर आएकालाई के डराउने? लिएर आएकालाई त जे गरे पनि हुन्छ र भने। सुन्नुभयो? लिएर आएकाले जे गरे पनि हुन्छ र भन्ने अरे भनेपछि त्यति बेला ठासठुस राम्रै हुँदो रहेछ है। बात प्रहरी जवान लाठी चार्ज त हुन्थेन त्यस्तो केही। घट्दैन नि त। रिसुक्यो भने त हानिन्थे। भन्न भएन है त्यसो त। अझ त दमको दम छँदैछ, अझ त त्यति नहोस्। है आमालाई हान्नुहुन्थेन उता लाउतिर अरूलाई हान्नु? अरूलाई ए अरूलाई हान्यो बानी छ क्या, रिसुक्यो भने त छोडिदिनु। छोडिदिनु भनेको माफी माग्न छोडिदिनु, बुढीले मलाई पड्काउँछ घर त्यो गरेर भन्नु। यति त भन्नु पऱ्यो नि, बेलुका गएर आमाले फेरि भनेको थियो नि दिउँसो भन्नुहुन्छ फेरि। ल यहाँलाई धेरै धेरै धन्यवाद छ। एकपल्ट उहाँहरूको लागि जोरदार ताली। ओके यहाँलाई धन्यवाद छ। म एउटा छोटो नृत्यलाई यहाँनिर जोड्न चाहन्छु। लड़के और लड़के कहाँ से आया है रे तू, क्या नाम है शक्ल से अकल का मारा है रे तू। हाँ चल गई मेरी बातों से तू चल गई, हाँ खल गई तुझे खल गई मेरी बेपरवाही खल गई। ओ तलवा तू किस खेत की मूली है जरा बता। टीवी पे ब्रेकिंग न्यूज हर मेरा हाथ है, मेरे हाथ से लेके दिल्ली रात टीवी पे ब्रेकिंग न्यूज हर मेरा हाथ है, रात से लेके दिल्ली रात।
देख लख लख परदेसी girl, ain't nobody like a desi girl. देख लख लख परदेसी girl, सब तो सारे लख की देसी girl. झुमका गिरा दे झुमिला ले अगर वो नजर से नजर मिटा दे मच गई भले सबकी धड़कन की कदम से कदम मिला दे तेरा जान के बिछा के दिल को तू बेहाल बना दे सारे दीवाने माने कते की कोई ऐसी गाना देख लख लख परदेसी girl, ain't nobody like my desi girl. देख लख लख परदेसी girl, सब तो सोने वाली देसी girl. Who's the hottest girl in the world? Desi girl, desi girl. काट्ने कुरा आएन तर एक चम्चा बातें को कैसा फुकाई देना हवाले रातों मन पर छा एउटा जोरदार ताली दुवैजनाको लागि मलाई थाहा छ भोक लाग्छ मलाई पनि भोक लाग्छ तिमीले यसो पानी मागिहाल्यो पऱ्यो यो भोल्युम चाहिँ थोरै बढाम कि अरूलाई सुन्नु भएको छ भने फरक परेन फेरि उता धेरै ठुलो भयो भने पनि गाह्रो हुन्छ यहाँ सुनेको छ छनालाई त सबैभन्दा पहिला त यो नेपाली नयाँ वर्ष 2082 सालमा छौँ हामी 82 साल सुरु भइसकेपछि यहाँहरूसँग भेटघाट भएको छ र पुरानो 81 सालमा जे जस्तो भयो यो 82 सालबाट यहाँहरू सम्पूर्णलाई राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छु धेरै धेरै शुभकामना हार्दिक हार्दिक शुभकामना सबैजनालाई धन्यवाद यो ठाउँमा आउने मौका दिलाउने सबैभन्दा त खुसी जसलाई धन्यवाद दिन चाहन्छु जुन बेलायतमा टेक्ने मौका अझै त्योभन्दा पनि बेलायतमा चौथोचोटि टेक्ने मौका पाएको पहिलोचोटि दोस्रोचोटि आइसकेपछि तेस्रोचोटि हामी यो जुन सुनकाबा इन्टरटेनमेन्टले ल्याउनु भएको थियो हामी 4 महिना बस्यौँ त्यति बेला पनि राजु र म नै थियौँ र अहिले तेस्रोचोटि पनि सुनकाबा इन्टरटेनमेन्टद्वारा नै आइपुगेका छौँ अप्रिल 9 मा आइपुगेका थियौँ हामी र हामी जुन 9 सम्म यही ठाउँमा बस्नेछौँ यहाँहरूसँग रमाउनेछौँ कति ठाउँमा भेटघाट होला कति ठाउँमा नहोला पनि यहाँहरूले हामीलाई देख्न पाउने हुनेछ र हामीले भेट्ने मौका जुरोस् पनि त्यसै गर्दै आज यो पाँचौँ प्रोग्राम भन्छु म पाँचौँ प्रोग्राम जुन हामी पनि भाग्यमानी गुल्मी जिल्ला होइन हजुरहरूको गुल्मी जिल्लाको त्यो बेलामा बिहा भएको जुन 50 वर्ष अगाडि बिहा भएको हामी त कता थियौँ थाहै भएन त्यति बेला बिहा भएको अहिले यो बेलायतमा आएर 50औं वर्ष पुरा गरेर फेरि पनि दोहोऱ्याएर बिहा गर्ने उही बुवा आमासँग भेट्ने मौका पायौँ उहाँहरूको आशीर्वाद लिने मौका पायौँ एकदम धेरै धन्यवाद उहाँहरूसँग जुन भेटघाट गराउने जुराइदिनु भयो हाम्रो आदरणीय यो सुनकाबा इन्टरटेनमेन्टको आदरणीय इभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीज्यू र सँगै छ सुनकाबा इन्टरटेनमेन्टकै सदस्य छ यो सुल्तान लिम्बू भाइ हामी उहाँ मार्फतै आएका छौँ यहाँ र राजु र म आइपुगेको यहाँसम्म आउँदा धेरैजनासँग भेट भयो सबै धेरैजनाको फेस देखिसकेँ र भेटिसकेको सबैजनाको नाम नहोला 2-3 जनाको नाम भन्छु मैले एकदम खुसी लाग्यो यहाँ आउने मौका पाउँदै पनि हामी पहिला पनि प्रोग्राम गरेको शान्ति नेपाली समाजका अध्यक्ष
रामप्रसाद नेउपाने दाई, रामप्रसाद नेउपानेज्यू, उहाँलाई पनि सम्झिन चाहे र निवर्तमान अध्यक्ष प्रवीण खराल र आजको आयोजक जसले हामीलाई यहाँसम्म आउने मौका दिलाउनु भयो नेत्र खराल, यहाँ मैले अघि आएर गइसक्नु भयो दाई आदरणीय दाजु, शान्ति नेपाली समाजका पूर्व अध्यक्ष भोजराज भण्डारी दाई, यति खुसीलाई यहीँ आएर चिन्यौ भन्नुभयो। मैले सम्झेँ फेरि स्कटल्यान्डमा हो दाईलाई भेटेको भने म यहीँ भेटेँ, यो ठाउँ अब यहीँको त्यहीँ ठाउँ नबिर्सेपछि यस्तो गाह्रो हुन्छ क्या, तर बिर्सिन्न, उहाँलाई सिद्धिमिति बिर्सिन्न, यति रमाइलो हुनुहुन्छ, यति बोल्नुहुन्छ, अनि कहाँ बिर्सिने कुरै भएन, तर बिचबिचमा बोलिराख्नुपर्छ, छुट्यो भने त सायद बिर्सिन पनि सक्छ, अलिक बोधो खालको छ दिमाग। सबैजनालाई सम्झिन चाहे, यति धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। मैले कतिको नाम बिर्से पनि होला, नाम पनि नआउला, एकदम धेरै धन्यवाद दिन चाहन्छु। मैले सबैको नाम भन्दाखेरि नै अप्ठ्यारो, थोरै मात्रै उहाँ टिकाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि भेटघाट हुने मौका जुराउने हो नि फेरि यही ठाउँलाई पनि धन्यवाद, यो मौका दिनुहुने सम्पूर्णलाई एकमुष्ट धन्यवाद दिँदै म आफूले अब छोटो लोकगीतबाट सुरु गर्छु। लोकगीतबाट यहाँहरूलाई नचाउने कोसिस गर्नेछु। अनि दोहोरी त हामी छँदैछौँ, यहाँहरूले सुनेर आइराख्नु भएको दोहोरी त दोहोरीमै रमाइलो गरौँला। मैले सुरुवात गर्छु छोटो लोकगीतबाट, जुन लोकगीत मैले 2-3 वर्ष अगाडि मात्रै बजारमा ल्याएको आदरणीय अग्रज व्यक्तित्व अमर विनय गुरुङ दाईको लय सङ्कलनमा शब्द स्वर राजु र मैले नै गरेको थियौँ भने सोही लोकगीत प्रस्तुत गर्न लाएँ, जोखौँ तुलो। अब बिहामा नाच्नुपर्छ बुवाहरू पनि। Thank you.
धेरै खुसी लाग्छ मलाई। सान्नानीले लेखेको छ, म अन्तिम गीत पछि फेरि समय रहेछ म फेरि गाउँछु, तर सिङ्गल भन्दा दोहोरी मलाई गाउन मन लागेको कारणले गर्दा अलिक छोटो गाउँछु भनेर हो। जुन गीत आदरणीय नारायण राईजी भाइको गीत मैले गाउने कोसिस गरेको छु। रोइला पनि छ, कोही हुनुहुन्छ किनकि त्यतातिर रोइला पनि गाउँछ। त्यसले गर्दाखेरिमा हे नजानु है घर फेरि आउँछु गाउनलाई चोखो माया लाउनलाई, नजानु है घर फेरि आउँछु गाउनलाई चोखो माया लाउनलाई। दोहोरी गाउन आउँछ है फेरि।
आज हाम्रो भेट भएको दिन, आज हाम्रो भेट भएको दिन, नचिने चाहिँ गर्दैछौ किन? नगर्दो मना, नगर्दो मना, माया लागेको होइन नभना। हिजो अस्ति त्यही पर भेटेको, हिजो अस्ति त्यही पर भेटेको, तिम्रो माया मनमै छ लेखेको। नगर्दो मना, नगर्दो मना, माया लागेको होइन नभना, माया लागेको होइन दारी फुले बसैनु, चस्मा लाउँछौ पावर, बिल्डिङमा बस्दैनु, स्लिकी हाल्छौ लावर। दारी फुले बसैनु, चस्मा लाउँछौ पावर, बिल्डिङमा बस्दैनु, स्लिकी हाल्छौ लावर। तिम्रो समय मैनाली गाउँ बनाउने, क्यारे होला यस्तासँग माया पलाउने, भैगो भैगो तिमीसँग पिँढी नलाउने। तिम्रो समय मैनाली गाउँ बनाउने, क्यारे होला यस्तासँग माया पलाउने, भैगो भैगो तिमीसँग पिँढी नलाउने, भैगो भैगो तिमीसँग पिँढी नलाउने। अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है, त्यो भाग्यमा मै होला कसरी पो टर्छ खै। अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है, त्यो भाग्यमा मै होला कसरी पो टर्छ खै। एक दिन मन पगाइदिन्छु फकाइ फकाइ, लिन आउँछु घरमा तिमीलाई बाचा बचाई, नमानेमा जबरजस्ती लान्छु भगाई। एक दिन मन पगाइदिन्छु फकाइ फकाइ, लिन आउँछु घरमा तिमीलाई बाचा बचाई, नमानेमा जबरजस्ती लान्छु भगाई, नमानेमा जबरजस्ती लान्छु भगाई। बादल मात्रै कति बाजामा, ओहो घिन्ताङ घिन्ताङ बादल मात्रै कति बाजामा, दिलभरि नि फलामा झट्ट माया दर्शन सलामा, हे दिलभरि नि फलामा झट्ट माया दर्शन सलामा। घिन्ताङ घिन्ताङ बादल मात्रै कति बाजामा, घिन्ताङ घिन्ताङ बादल मात्रै कति बाजामा, दिलभरि नि फलामा झट्ट माया दर्शन सलामा, हो दिलभरि नि फलामा झट्ट माया दर्शन सलामा। दर्शन सलामा, दर्शन सलामा, दिलभरि नि फलामा
धन्यवाद छ। सरप्राइज हुनुहुन्छ। ल मैले आमालाई स्टेजमा बोलाउँछु। 2 टुक्का भए पनि उहाँले गीत गाउनुहुन्छ। उहाँले खाना पकाउँदा यो गुनगुनाउने गीत हो। मैले यो चाहिँ तपाईँहरूको सामु पनि गुनगुनाउन भने है। आमा प्लिज अगाडि आइदिनु। आँखाले देखेको भोग्न पर्नी शैली भोग्न पर्नी करिमाईमा लेखेको शिरमा शिरबन्दी शैली शिरमा शिरबन्दी परे थाहा हुन्छ दुःख पिरबन्दी शैली दुःख पिरबन्दी ए भिरा छैन तराई समय छ यो संसारमा शैली यो संसारमा पीडा नहुने एक्लै छ शिरमा शिरबन्दी शैली शिरमा शिरबन्दी परे थाहा हुन्छ दुःख पिरबन्दी शैली दुःख पिरबन्दी। ल धन्यवाद। अति मिठो अति मिठो। खरेल थियो त तगडा हो नि। भाइ यता यता जे सुबर होस् अहिले भने म तँलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद राहुल भाइलाई। आज खुसी लागेको छ। बुवा आमाको 50औं वर्ष वैवाहिक जीवनको 50औं वर्षगाँठको अवसरमा हामी आउने अवसर पायौँ र हामीलाई यहाँसम्म ल्याउनु हुने सुनगावा इन्टरटेनमेन्ट प्रणालीका इभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीज्यूलाई हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु। म सम्झन चाहन्छु प्रभावध्यक्ष भोजराज भण्डारीज्यू, त्यस्तै गरी शान्ति नेपाली समाजका अध्यक्ष रामप्रसाद नेउपानेज्यू, निवर्तमान अध्यक्ष प्रवीण खरालज्यू र आजको यस प्रोग्रामका आयोजक नेत्र खरालज्यू, यहाँहरू सबैलाई म धन्यवाद र एकचोटि सबैको हात माथि गरौँ त तालीको लागि। है त हो, मलाई कता कता रेसुङ्गा गएको जस्तो लाग्यो, रेसुङ्गाको लेकमा गएको जस्तो लाग्यो होइन, रेडी खोलामा गएको जस्तो लाग्यो। आज मलाई लाग्छ गुल्मी अर्घाखाँचीको बढी हुनुहुन्छ हो। मेरो माया छ छैन राधा, छ छैन राधा, पिरातीमा किन छ पिरबाधा, गुल्मी अर्घाखाँची, गुल्मी अर्घाखाँची, गुल्मी अर्घाखाँची, यति राम्री मायालु पाए त लान्थे नाची नाची, लान्थे नाची नाची। धन्यवाद। यो गीत मैले एकछिनपछि गाउनेछु पञ्चबाजामा। आज भाउजूहरू, दाइहरू, बुहारीहरू, भाइहरू सबै आउनु भएको छ। यो हाम्रो छोटो समयको लागि भए पनि अर्थपूर्ण भेटघाट छ जस्तो लाग्छ मलाई। अब भने म यहाँहरूलाई आमाले भर्खरै गाउनु भयो, साँच्चै भन्नुपर्दा आमाले नगाइदिनु भएको भए हामी लोकगायक हुन्थेनौँ। यसमा कुनै दुई मात्रै छैन। आमाहरूले बुवाहरूले त्यो मादल नबजाइदिएको भए सायद राजु पुर्याले आज तपाईँहरूसँग गाउन सक्थेन होला। त्यस कारणले पनि आमाहरूको जस्तै आज शिला हालेर मेरो पनि साङ्गीतिक यात्रा 25 वर्ष भयो र बुवाको आमाको वैवाहिक जीवन 50 वर्ष पुगेको छ होइन। सुल्तान सर यहाँलाई हेलो हेलो हेलो, एकचोटि हात माथि गराउँ त हजुर, दुईको हात, 1 2 3 4। पछाडिपट्टि बस्नुभएको सेतो ठुलो भएको बुवा उहाँलाई अगाडि बढाउन चाहन्छु एकछिनपछि।
राजा मानिस नाच छ भाइले पनि गएर यसरी आउनुपर्छ अगाडि दाइ मेरो दाइ प्लिज तिमीलाई देख्न मन लागेर बेलायतमा पुगे भागेर मोरी डुल्ने बेलामा कोदोरोका लागेको बिराती छुट्यो गोरी डुल्ने बेलामा देख्न मन लागेर बेलायतमा पुगे भागेर मोरी डुल्ने बेलामा कोदोरोका लागेको बिराती छुट्यो गोरी डुल्ने बेलामा कोदोरोका लागेको बिराती छुट्यो गोरी डुल्ने बेलामा कोदोरोका लागेको बिराती छुट्यो गोरी फुल्ने बेलामा। धन्यवाद। याद त कसलाई पनि एक दिन याद आउनेछ पुर्खेली थलोको यो कन्फर्म नै छ। अब भने म पछाडिबाट मेरा दाइहरूलाई अगाडि बोलाउँछु। पछाडिबाट दाइहरूलाई अगाडि किन बोलाउँछु भने अब भने रिबन केसैमा बाँधिराखन मलाई त्यसैमा क्रमिक रूपमा हामी अब नाच्ने माहौलतिर लाग्छौँ। सुनाउने माहौल भन्दैन आज नाच्ने माहौल देखेपछि दाइ हजुरको कमान्डमा नाच्ने तयारी गर्नुपर्छ। हजुरको कमान्डमा रिबन केसैमा प्लिज एकचोटि भएन हो गुल्मी जस्तो हुनु पर्यो। एकचोटि
गोलीको मजुवारी बाँधिरहेको छ मलाई चुपैमा बसेको मजुवा भनिरहेको गोलीको मजुवारी बाँधिरहेको छ सोध्छु माया एकै होला होइन त्यस कारण लालु पाती लगाइदिनु होला म पुरानोबाट फेरि नयाँमा आउँछु एक नारायण भण्डारीलाई फेरि जोरदार तालीले अभिनन्दन गरिदिनु होला लालु पाते अब यहाँहरूको लागि लालू पाते ढुङ्गो भैतिर
किल्लातिर मेरा डल्लातिर किल्ला माया मैतिर किल्लातिर मेरा डल्लातिर मुटुले कर बेसी मेरो माया नमरे परदेशी ठुलो गुरास भनौँ कि नभनौँ एउटा कुरा छ माया मैना हो रिसाउने किन हो रिसाउने त्यसैमाथि अमिलो मिसाउने गुल्मी अर्घा खाँचे किन हो रिसाउने किन हो रिसाउने त्यसैमाथि अमिलो मिसाउने गुल्मी अर्घा खाँचे अर्घा खाँची गुल्मी अर्घा खाँची यति रङ्गी मायालु पाएका लाग्थे नाची नाची लाग्थे नाची नाची यति रङ्गी मायालु पाएका लाग्थे नाची नाची लाग्थे नाची नाची फेरि अरू कार्यक्रम अगाडि बढाउने भन्ने हाम्रो चाहिँ कुरो भएको हुनाले अहिले सबै कार्यक्रम स्टप गरेर बुवा मलाई अगाडि आउनु पर्यो बुवा नाति प्रतिमान अर्यालको वरिष्ठ अर्यालका छोरा प्रतिमान अर्यालको नाति सुन्दर अर्याल सिन्धुली अर्यालको 50 वर्षको वैवाहिक वर्षगाँठको उपस्थितिमा हामी सम्पूर्ण अर्याल परिवार बेलायतमा उपस्थित भएका दाजुभाइहरूको नाम उपस्थित गर्न चाहन्छु। छोरा रामप्रसाद अर्याल, गीता अर्याल, स्नेहा अर्याल, श्रेया अर्याल, श्रेया अर्याल र उमाकान्त अर्यालका प्रमाती गोविन्द अर्याल, पार्वती अर्याल, पार्वती गुन्डे अर्याल, सिद्धार्थ अर्याल
र गोर्खाल्यान्डको आन्टी गोकर अर्याल, चन्द्र अर्याल, राधा अर्याल, रामकृष्ण अर्याल, ललिता अर्याल, दिगनाथ अर्याल र गोल्सर अर्यालकी नातिनी राधिका अर्याल, गुनाहा भट्टराई, राधिका भट्टराई, गुनाहा भट्टराई र सिद्धार्थ अर्याल, गोल्सर अर्यालका छोरा सिद्धार्थ अर्यालका नाति शशिधर अर्याल, गोपाल अर्याल, हिमाल अर्याल, हामी सबै उपस्थित सम्पूर्ण अर्याल परिवार एकचोटि सबैजना अगाडि आएर होइन एउटा समय फोटो खिचौँ पहिला र भाउजू भन्छु त्यसमै छ